जय बोलो भक्तवत्सल भगवान को। भगवान परमात्मा का बिल्ले जीवन गति को बारी मां कालोत भवानी च पुष्पांजलि जोरदार ताली से आसन ग्रहण गर्ने हार्दिक अनुरोध छ। आज विशेष आज आदरणीय गुरुदेवको विशेष जन्मदिन परेको छ। यहाँलाई जन्मदिनको यो पावन अवसरमा शुभ शान्ति समृद्धि स्मृतिको कामना गर्दै र हाम्रो बिचमा आदरणीय व्यक्तित्व किरात धर्मगुरु जसले सयौं पुस्तकहरू लेखेर साँच्चीकै हामी ओमकार परिवार सनातन परिवार एक हौ भने आफ्ना उद्बोधन र प्रवचनहरूबाट देश र विदेशमा सबैलाई सुसूचित गराउँदै अगाडि बढ्नुहुने असाध्यै मूर्धन्य विद्वान असाध्यै आदरणीय व्यक्तित्व र साँच्चै हाम्रो महाराजजीका हरेक अभियानमा उहाँको उपस्थिति भई शुभ आशीर्वाद हामीले पाउने गर्छौँ। र आज हाम्रो देशमा गुरु चन्द्र कुमार शेरबाजीको आगमन भएको छ। उहाँलाई जोरदार तालीका साथमा स्वागत गर्ने कार्य हातमा लुटन साथ हाम्रो शेखर मित्रले त्यसको संयोजन गरिरहनु भएको छ र गुरुदेवलाई यहाँसम्म यहाँले हुनुहुन्छ विशेष सम्मान चाहिँ स्वागत छ। देवतालाई राम्रो हो भागवत भगवानको यसै गरी अब भने म यहाँहरू सबैजनाको दाताहरूलाई विशेष सम्मान चाहिँ निवेदन गर्दैछु। मन्दिर दर्शन गर्न पाएको भने व्यापक भक्तहरूको गुनासो आयो। भिडभाड भइरहेको छ भन्दा दर्शन यहाँ आउनका लागि मैले स्मरण गराउँछु। हामीले मन्दिर दर्शन गर्नका लागि विशेष व्यवस्था मिलाइएको छ र सधैँ मन्दिर दर्शन गर्नका लागि भित्र आजबाट विशेष गरी मन्दिर दर्शनको बाटो खुल्ला गरिएको कुरा पनि म यहाँको बिचमा जानकारी गराउँछु। आम भक्तहरूले मन्दिर दर्शन गर्न पाइएन, दर्शन गर्ने सौभाग्य प्राप्त होस् भन्ने भएको हुनाले समितिहरूले निर्णय गर्नुभएको छ। विशेष सम्मान छ। जय बोलो भागवत भगवानको। पूर्ण कर्ममा हामीले पूर्णबहादुर मानियाले 5555 प्रदान गर्नुभएको छ। जोरदार ताली सम्मान व्यक्त गरेर जय होस् र सम्मान ग्रहण गर्ने हार्दिक अनुरोध गर्न चाहन्छु। जय बोलो भागवत भगवानको। राधाकृष्ण भगवानको हाम्रो कलाकार अति महाबहादुरको आगमन भइरहेको छ। त्यति बेला भने हाम्रो देशमा पूर्ण प्रसाद 7 कोठा सीधा 7 कोठा पोखरा सत्रबाट 11,111 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइपुग्नु। Ekle aunu ekle danu
एक्लै जानु लानु केही छैन मेरो मेरो छौ हामी मेरो केही होइन एक्लै आउनु एक्लै जानु लानु केही छैन एक्लै आउनु एक्लै जानु लानु केही छैन एक्लै आउनु एक्लै जानु लानु केही छैन। जय बोलो भक्तवत्सल भगवानको। अब 555 अर्पण गर्नुभएको छ। जोरदार तालीसँग व्यक्त गर्नुहोला। जय बोल भागवत भगवानको। एउटा छोटो भजनमा नाङ्गो दादाहरू नृत्य गरौँ। त्यस पछाडि भने पुनः यहाँका बिचमा अन्य मान्छे कार्यक्रमहरू प्रारम्भ हुनेछ। अहिलेका लागि भने बाटोले नाङ्गो दादाहरू सम्मान सचिवालयमा गएर शिलामा नाम लेख्ने आजीवन सदस्य भन्ने हाम्रा बच्चा बच्चीहरूको एकजनाको आजीवन अभिभावक भन्ने आश्रम निर्माणका निम्ति म एउटा कोठा निर्माण गर्छु म कक्ष बनाउँछु भनेर अगाडि बढ्ने भक्तहरू धेरै हुनुहुन्छ। यहाँहरूले सेवामै हातहरू अगाडि बाल अगाडि देख्ने हातहरू मद्दत गर्दै मैले अगाडि देखेँ। दान गरेपछि बाँचुन्जेला नाम चल्यो मरे के रायो नै ढुङ्गा छ नमाटो विशेष अब अहिले नृत्य मलाई बगाउला कि फुल बगाउने नदीले 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 मलाई बगाउला
र आज झन्डै मलाई लाग्छ हामी धेरै जिल्ला झन्डै 21-22 जिल्लाहरूबाट भक्तहरूको सहभागिता र 50 जिल्लाहरूबाट राष्ट्रिय भजन प्रतियोगितामा प्रतियोगीहरूको सहभागिता छ र यो बीचमा हामी वक्तित्व कला प्रतियोगिताका कार्यक्रमहरू रहनेछन्। त्यसैगरी स्थानीय स्तरमा रहेका हाम्रा देश नेपालमा भएका बाजा भाषा संस्कृतिलाई जगेर्ना गर्न विभिन्न प्रतियोगिता रहन्छ र विशेष गरी यहाँहरूका बीचमा अनेकौं कार्यक्रमहरू अगाडि बढ्दै गरेको सबैले सेवा अर्पण गर्नुहोला। आउनुहोस्, हुनेले धेरै गरौँ न, हुनेले थोरै गरौँ, केही न केही जरुर सेवा अर्पण गरौँला। शकुनीय गायत्री कोटिहरूमा तन मन धन वचनले कर्मले सेवा गरेर यो कर्मलाई पुण्य गराउने कार्यलाई फलीभूत बनाउन जय बोलो भागवत भगवानको। माननीय ज्यूसँगै पालो हुने आदरणीय हाम्रो सम्पूर्ण विशिष्ट ब्राह्मणहरूलाई हामी मायाको सिंह प्रधानको कार्यालय जोड्दैछौँ। सदैव महाराजजीको कर्तव्य लाग्यो मायाको सिंह प्रदान गर्ने कार्यक्रम भइरहेको छ। यसको सम्बन्धी हाम्रो जन्मलाई मन लाग्यो वृन्दावनमा
भएको छ वैदिक शान्ति जो बोल्छ तथा उपचार केन्द्रबाट उहाँहरूले मध्यबाट कानुन 11,111 पनि गर्नुभएको छ। त्यसै गरी हाम्रो बिचमा तालिमका साना समुद्रबाट बाजाका सडक पचास 5,500 पनि गर्नुभएको छ। जोरदार ताली सम्मान व्यक्त गर्दै होला। त्यसै गरी कल्पना श्रेष्ठज्यूले 5,500 पनि गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। शोभा सुवेदीज्यूले 5,100 पनि गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। तारकदी सुवेदीज्यूले 5,100 पनि गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला भन्दै आउनुहोस् नागरिक दाताहरूले एउटा भजन नृत्य गरौँ र
र सम्मानको कार्यक्रमलाई अब हामी थाहा राख्दै अगाडिको कार्यक्रमलाई जोड्दैछौँ। यहाँ 84 पूजन गर्ने हाम्रो दादाहरू डोली चढाएर आफ्ना आमा बाबाहरूलाई क्यामेराम्यान साथीहरू फेरि उहाँहरूलाई विशेष गरी हाम्रो अघि विशेष गर्नु भएको छ। आमालाई कसरी सम्मान गर्नुपर्छ, आमालाई 84 पूजन गर्दा आमाको मुहारमा कस्तो हाँसो सुहाउँछ। ल हाम्रो महाराजजीले पनि यसै गरी आमालाई विशेष सम्मानका साथ स्वागत गर्दै हुनुहुन्छ डोलीका माध्यमबाट। जय हो 84 गर्नुभएको छ आमाले। कहाँबाट आउनु काममा? बिरोडाट हुनुहुन्छ। जोरदार ताली बजाएर जय हो। विशेष सम्मान छ सामाजिक अभियन्ता आदरणीय केटी खनालज्यूको बुबाले पनि आज 84 यहाँ गर्नुभएको छ। विशेष सम्मान छ हाम्रो उहाँको हजुरबुबा सामाजिक अभियन्ता जो देशमा असाध्यै चर्चित व्यक्तित्व हुनुहुन्छ केपी खनालज्यूको हजुरबुबा सुदूरपश्चिमबाट पाल्नु भई यहाँ 84 गर्नुभएको छ। जोरदार सुदूरपश्चिमबाट विशेष यो मौका हो। उहाँले सुदूरपश्चिमबाट पाल्नु भई केपी खनालज्यूको हजुरबुबाले यहाँ 84 गर्न पाल्नु भएको छ। तमाम पश्चिम तान्न लाग्यो श्रीमतीले सँगै जान्न। श्रीमान त झन् पुरी नगर्नु। श्रीमती मरेको 13 दिनको दिन मिटिङ बोलाएर अर्को बिहा गर्ने सुरु गर्छ। रिस उठेर आउनु गयो। यसै गरी हाम्रो बिचमा वरिष्ठ गायक समाजसेवी व्यक्तित्व आदरणीय प्रजापति पराजुलीको आगमन भएको छ। सम्मानका लागि जोरदार ताली दिनुहोस्। गायिका सरला पाण्डे पनि आउनुभएको छ सम्मान गर्नु लागि। महाराज परिषदलाई सुखदेव स्वामी गङ्गाधरको सानिध्य भगवान प्रवर मुखिमा कपलहरूको महिमाको बारेमा बडो गम्भीर बारेमा सम्बोधन गर्नुभयो। अब अहिले सुन्न पाइन्छ के खान्छौ कमला सुन्दर लाग्यो आमालाई आनन्दले भन्नुहोस्। अहिले नचाउने सँगै नाच्ने हो। आज म हजुरसँग नाच्ने हो। मलाई धेरै वर्ष उनले नाच्ने सँगै नाच्ने। नाच्न नजान्ने संसार म मात्रै हो। म जतिको नजान्ने कोही पनि छैन तर पनि नाच्छु आज। पोखरेलीको मायाले है ताली दिनुहोस् भनेर भन्दिनँ बुझेर आफै दिनुहोस्। पोखराको माया पाएर भगवान् छोड्नु मन छैन। 2 दिन गइसक्यो। हमारी श्रेष्ठ सौनकादिलाई शुद्ध पौराणिक सम्बन्ध गर्दै भन्नुहोस्। यही हो जीवन। घरको सम्पत्ति घरकै झोलामा छ। श्रीमान श्रीमती मर्ने बेलामा यस्तो गर्छ। श्रीमती 1 वर्षको बस्नु पऱ्यो। छोरा लास्ट हाटसम्म जान्छन्। कानमा लगाएको मुन्द्रे टप आउँथ्यो त म त काम दिन्थेँ भन्नुहुन्छ आमाले। त्यही पनि फुगालेर ल्याएर छोराले अर्का छोरी बुहारीलाई दिन्छ। बुहारीलाई दिनुको सट्टा चोट भएको ल्याएर चढाइदिनु। मेरोलाई भने हो कोटी होला भनेको यसपालि खै पोखरा छाट आयो त त्यस्तो के हो कहाँ लड्क्यो पनि। अब यसै गरी त्यही भएर आजैबाट जीवनलाई भोल गर्ने काम गर्ने खालि नभन्नु। हरिनाम आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि। आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि। हरि भजन कहिले नभुल्नु। आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि। हरि भजन कहिले नभुल्नु। आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि। हरि भजन कहिले नभुल्नु।
खपिटामा सनपटको डोरी जल्दी जल्दी गरेर नगर्दा हिँड्दै आज भन्यो भोलि भन्यो जिन्दगी हो बिजोरी कहिले बदल कहिले आज भन्यो भोलि भन्यो जिन्दगी हो बिजोरी कहिले बदल कहिले नहोला जय बोलो श्री हरि भगवानको आजैबाट जीवन बदल्नु भोलिबाट होइन आज तपाईँको समय आज हो 2 मिनट पछि कसैको जिन्दगीमा के हुन्छ कसैलाई थाहा छैन मैले बार भनेको छु त्यही भएर जीवन बदल्नका लागि वर्तमानमा चिन्दै काम गर्नु एउटै जीवन पद्धति भनिकन भगवान परमात्मा कपिलले दिएको ज्ञान आज बुद्ध जयन्ती बुद्धले पनि त्यही भन्नुभएको छ वर्तमानमा जीवन मान्छे डिप्रेसनको शिकार किन छ मान्छे मानसिक रोगी किन छ कि भविष्यको चिन्ता गर्छ कि भूतमा पुग्छ कि बढी महत्त्वाकांक्षा लिन्छ कि अरूसँग तुलना गर्छ कि चाहिँ अरूको विषयमा ऊर्जा बढी खर्च गर्छ 5 वटा कसले व्यक्ति अस्तव्यस्त छ त्यही भएर वर्तमानमा आफूलाई बुझ्नु आफूलाई चिन्नु यो नै जीवन पद्धति भनिकन भगवान परमात्मा कपिलले देवहरूलाई जीवन गतिको बारेमा यही ज्ञान राजा परिषदलाई सुनेर स्वयंबाट गम्भीर वाणीमा सम्बोधन गर्दै हुनुहुन्छ भन्ने प्रसङ्ग यस अध्यायबाट विस्तारले गरियो। जय गुरु श्रीमद् भागवत महापुराणको जय बोलो भागवत भगवानको सीतारामचन्द्र भगवानको बुद्ध भगवानको आजको आनन्दको सबैजना सम्पूर्ण श्रद्धालु भक्तजन लगायत समस्त धर्म अनुरागी मन हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरू लगायत
च विद्महे वासुदेवाय च धीमहि तन्नो कृष्ण प्रचोदयात् हरिः ओम् वृषभानुजायै च विद्महे कृष्णप्रियायै च धीमहि तन्नो राधा प्रचोदयात् नानासुगन्धपुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाणं परमेश्वरः पापोऽहं पापकर्माणं पापात्मं पापसम्भव त्राहि मां पार्वती नाथ सर्वपापहरोद्भव आवाहनं न जानामि तवार्चनं पूजां चैव न जानामि क्षम्यतां परमेश्वरः मंत्रपुष्पांजलिं समर्पयामि। बोलिए श्री कृष्ण भगवान की जय। ओम जय बोलो भागवत भगवान को, राधा कृष्ण भगवान को। आफ्ना पूज्य गुरुवर पूज्य आचार्यका सत्संकल्प गर्दा परम पूज्य परम वन्दनीय श्रद्धेय व्यासाचार्य महाराज श्री श्रद्धेय एक शिरोमणि बाल योगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराजप्रति विशेष सम्मान, हाम्रा तमाम भक्तवृन्दहरूप्रति विशेष आभार, उपस्थित सबै सज्जनहरूप्रति विशेष सम्मान व्यक्त गर्दै भोलि पुनः यहाँहरूसँग भेट्ने मिठो आशा र पूर्ण अभिलाषाका साथमा अहिलेका लागि भने ममन्त्र संसारको उद्घोषक कोष भारद्वाज पनि आफ्ना बढ्दै गएका बाणीहरूलाई यही विराम दिँदै यहाँहरूका माझबाट ओछिलिन्छु। सबैजनालाई हृदयबाट हार्दिक सम्मान। अब यो सरसफाइका कार्यक्रममा ध्यान दिनुहोला हाम्रा स्वयंसेवकहरूले र भोलिका लागि विशेष महत्त्वपूर्ण सेवा गर्नका लागि भक्तहरूको स्वागत गर्नका लागि तयारी रहनुहोला। यहाँहरू सबैलाई निवेदनका आग्रह गर्दै अहिलेका लागि भने यहाँहरूका माझबाट सके सबैको भलो हुने काम गर्नुहोला। यदि त्यसो सक्नु भएन भने कसैको पनि कुफलो नचिताउनुहोला भन्ने निवेदन गर्दै म कोष भारद्वाज बिदा हुन्छु। सबैले एकै स्वरमा भनौँ जय जय। निराकरण करने का कि संसार में सभी किस्म को मैं भगवान कपिल देव संग देव मुनि ने प्रश्न करते कई बार दृश्य जो कपिल देव संग देवहूति को प्रश्न होगा हाम्रो प्रश्न जो मानसिक रोगी छ, जो मानसिक विक्षिप्त छ, जो अत्यन्त अस्थिर छ, मानसिक रोग मानसिक विक्षिप्तता र अस्थिरताले व्याप्त सोच र चिन्तनलाई भगवान कपिल देव रूपी ज्ञानले सन्तुलन व्यवस्थापन र नियन्त्रण गरेको प्रसङ्ग